हेलो नमस्ते गुड मर्निङ सबैजनालाई। आज चाहिँ म ढिलो उठी पठाएछु। अब चिया पकाएर खानु आँटेको। चिया पनि पाक्यो, दुध पनि पाक्दैछ। चिया खानुभन्दा अगाडि चाहिँ पहिला खाली पेटमा सबैजनाले सधैँ पानी खानु अरे हौ। आज चाहिँ मैले चारो पनि हालिसकेँ। हिजो बेलुका नै बिहान र बेलुकाको पकाइराखेको थिएँ र सुँगुरहरू चाहिँ यस्तो मैला हुन्छ है, जत्तिकै सफा गरे पनि। आज चाहिँ घाम लागिरहेको छ। आज चाहिँ मेरो घरभित्र कामहरू छ, लुगा धुनु। चाहिँ म घरभित्रै कामहरू गर्छु, लुगा धुनु काम, खाना पकाउनु। फेरि पनि तपाईँहरूसँग म भेट्ने छु। त्यतिसम्मको लागि बाई बाई। यो चाहिँ एलोभेरा। आज चाहिँ म टाउकोमा फेरि एलोभेरा लगाउँछु। यो चाहिँ हाम्रो अर्ग्यानिक गाउँमै फलेको एलोभेरा है। फाइनली अब चाहिँ नुहाउने बेला भएको रहेछ मेरो हो। लगाएको 1.5 घन्टा जस्तो भयो। अब चाहिँ टाउको नुहाउनु, लुगा धुनु, धारा जाँदैछु म। कोक्पा लुगा धुनुभएको? मेरो पनि लुगा चाहिँ छ है। अब चाहिँ
फाइनली मैले चाहिँ लुगा धोइसकेँ हो। माइजू लास्ट माग्थ्यो, माइजूको सकेको छैन। एउटा लुगा चाहिँ माइजूले मेरो धोइदिँदैछ नसकेर। माइजूको नारी ठुलो छ नि त। गुड आफ्टरनुन सबैजनालाई। अब चाहिँ म दिउँसोको खानासाना खाएर चाहिँ यहाँनिर तल बारीमा सुँगुरलाई पत्ता टिप्नु आएको छु। इस्कुसको पत्ता। आज चाहिँ मेरो साथी यहाँ बसिरहेको छ ब्रुनो। इस्कुसको पत्ता पनि टिपिसकेँ। अब चाहिँ गएर चारो पकाउनु पर्छ। अब चाहिँ सब्जी उठाउने टाइम भयो मेरो। सब्जी उठाउन जाँदैछु। हुनेछ आन्टी कोपी? म्याक्सिमम 40 केजी भयो सब्जी। इस्कुसको मुन्टा 25 वटा हो। कोपी टाकटुक गरेर 1 मन भएको छ। पुदिना उयो के उयो सब्जी उठाउँदा हरेस भयो। बिजोग भयो। लिएर चाहिँ यहाँ राखिरहेको छु। अब भोलि बिहानै बजार लानुपर्छ बेच्नु। पानीले भिजेर हत्तु भयो। हेलो गुड इभिनिङ सबैजनालाई। आजको मेरो ब्लग यहाँसम्म थियो। हजुरहरूले हेर्नुभयो होला कस्तो लाग्यो। अब चाहिँ बेलुकाको 6:30 पनि हुन आँट्यो। खानापिनाहरू पकाउनुपर्छ। फेरि पनि अर्को ब्लगसँग तपाईँहरूसँग भेट्ने नै छु। त्यतिसम्मको लागि हजुरहरूसँग बिदा माग्न चाहन्छु। सबैलाई गुड नाइट एन्ड शुभरात्रि।